Can you believe guys यस्तो होला भनेर Hello guys, welcome to my another vlog and तपाईहरुलाई स्वागत छ मेरो ब्रान्ड न्यू भिडियोमा अनि आजको भ्लग चाहिँ म आफ्नो सधैँको सुरु गरिरहेको छु सधैँ इन्ट्रोभर्ट्स हियर भर्खर उठेको गाइस हैन भर्खर उठेर भ्लग स्टार्ट गरेको अनि आज चाहिँ मेरो स्कुलमा कार्यक्रम छ स्कुलमा को मोटिभेटर आउनुहुन्थे मोटिभेट गर्नलाई त्यही भएर हेर्दैछु तपाईहरुले हेर्नु मन लाग्छ तपाईहरुले हेर्नु गाइस अनि तपाईहरुलाई म हेर्छु रेडी हुनुहुन्छ अहिले चाहिँ गाइस हामीहरु चाहिँ यही ठाउँमा बसेको छौं अनि यहाँ चाहिँ सरले मोटिभेसन लाइदिँदाखेरि के सबैको अभिभावकहरु रुनु भएको छ अब तर म भनेर रुँदैन गाइस हेर्न सक्नुहुन्छ तपाईहरु यहाँनिर मेरो साथी यो मेरो साथी यो मेरो साथी यी समेत हेर त अनि यो चाहिँ मेरो साथी हामी चाहिँ यसरी बसेको छौं हेर्न सक्नुहुन्छ त्यसैले एकजना आमा हाम्रो यता फर्किनुस् टयलेट लागि पनि फर्किनुस् यता फर्किनुस् कस्तो मान्छे हुनुहुने रहेछ एलसीसीका भाइहरु तिमीहरु कहाँ छ चारैतिर गएर यहाँ चाहिँ मोटिभेसनल लाइन गर्दै हुनुहुन्थ्यो सरले त्यति बेला चाहिँ सबैको अभिभावक रुनु भएको छ क्या सबै रुनु भएको छ अगाडि गएर माला लाउँदै हुनुहुन्छ अनि म्यान आर सिम्पल हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँनिर रुँदै हुनुहुन्छ उहाँहरू पनि अनि तपाईँहरूलाई थाहा नै छ म्यान आर सिम्पल्स गाइस त्यसैले हामी चाहिँ केटाहरू म्यान आर सिम्पल्स होइन त्यसैले यहाँ केटा नै गइरहेको छैन यी हेर्न सक्नुहुन्छ यहाँ कोही नै रहेको छ होइन बटमुन ओए कस्तो रे कस्तो रे अहिले वो गाइस मलाई चाहिँ दुनियासम्म बनाइदियो हो जो गयो हेर्न सक्नुहुन्छ गाइस तपाईहरु अगाडि धेरै धन्यवाद बडा अभागी मान्छे हो जीवनमा बाबाको माया पाएन मैले मेरो मम्मी त 19 वर्षमा बिधुवा हुनु भएको रोल्पामा जन्मिएको मान्छे हो 2044 साल मेरो लागि बडा कालो दिन थियो आमा त्यो दिन मेरो बाबाको मेरो फुफाजुले लट्ठीले हानेर भिरबाट लडाएर हत्या गरिएको थियो त्यो दिन मेरो लागि बडा कालो दिन थियो आमा सबैहरु उठिसकेको छ आफ्नो आफ्नो ठाउँबाट गाइस हेर्न सक्नुहुन्छ तपाईहरु फेरि बसिसकेको छौँ गाइस तपाईहरुलाई मेरो साउन्ड चाहिँ अलिक कम आइरहेको होला न तर बी म्यानेज गरिदिनु होला गाइस लगाइदिनु सेक्सन फिल्म गाइस अहिले चाहिँ हाम्रो कार्यक्रम सकिन लागिसकेको छ कार्यक्रम चल्दैछ तर हामीलाई चाहिँ बोर लागिसक्यो त्यही भएर हामी जान लाग्यो ओइ जामै गेट बन्द गर्न लाग्यो हामी जान लाग्यो गाइस स्कुल छोडेर अब हामी साथीहरूको कोठामा आएको थियौँ तर साथीहरूको कोठामा यिनीहरू रहेर छन् क्या होइन साथीहरूको कोठामा चाहिँ यिनीहरू रहेर छन् अनि त्यही भएर चाहिँ हामीले यहाँ आएको छौँ बस्न आएको छौँ त्यतिखेर अनि यो चाहिँ यिनीहरू चाहिँ आएको छन् मसँग साथीहरू कोठामा अहिले चाहिँ होइन हामीहरू उता कोठादेखि निस्किएर यहाँ आएको थियौँ पुलमा यहाँ हाम्रो साथीहरू भेटेको छौँ यो भेटेको छ उयो भेटेको छ अनि अहिले चाहिँ हामीले यहाँदेखि अब रुममा जान्छौँ तपाईँले भेट्नु अहिले चाहिँ होइन म रुममा आइसकेँ अनि आज भन्नुपर्दा लास्टै मजा आयो कि स्कुलमा कि घर गइसकेँ अनि को पनि आइसक्यो रुममा तपाईँहरूलाई कस्तो लाग्यो आजको